भिडियो के बाइकमा मात्र हो क्या बिचरा यसलाई पनि धेरै दोष नदेऊ अर्को बार सम्म अनि के गर्ने त पुग्ने कि गाडा भयो उ ल्याउने केबाट ए छिटो गर्ने कोदालो लिएर त्यहाँ उसमा हाल्दिनु त काका दाइजो सकेन तपाईँ त्यसमा त 20x भन्छ 20x होइन 200x हो यतातिर पनि देखाउनु मान्छेको विजय पनि देखाउनु ठिक छ आइफोन भन्दा ठुलो आउँदैछ खतरा आउनु पर्दैन क्या खतरा आउनु पर्दैन त्यहाँ जस्ट भयो के भयो ए मम्मीको मोबाइल हो यहाँ बच्चा जस्तो छ पछाडि को बच्चा स्टिकर देख्न सक्नुहुन्छ दर्शकबिनहरू हाम्रो यहाँ सनाटलको मुनतिर खोल्सोमा गाडी फसेको अवस्थामा यहाँ ओडाध्यक्ष लगायतका पालिका अध्यक्षहरू के हेरेर बसिराख्नु भएको छ यहाँ आएर बाटो मर्मत गर्नु पनि हिजो आउनुभएको थियो यही कानो लगाउनु भयो तर यो केही यसको यहाँ जनताहरू यहाँ हेरेर बसिरहेको अवस्था देख्न सक्छौँ हामी मान्छेहरू हुनुहुन्छ यतातिर यस्तो बिजोग छ यो बिजोग रमाइलो छ मान्छेहरू गाडी ढकिल्ने भनेर यो हाम्रो गाउँको हालत यस्तो इसानले खिच्यो भन्दा तलतिर यस्तो ठाउँ छ हेर्न सक्नुहुन्छ तपाईँहरू होइन दर्शकवृन्द यहाँनिर भर्खरै मास्टरबाट गाडी आएको थियो यहाँनिर फस्यो असोज 18 र 19 गते परेको पानीले यहाँनिर भएको बाटोलाई बगाएको थियो मान्छेले मर्मत गरिरहेका छन् हिजो मात्र यो बाटोलाई के अरे श्रमदानद्वारा मान्छेहरूले मर्मत गरेका थिए पहिला चाहिँ यो बाटो ठ्याक्कै यही बोट नजिकै थियो यो बोट नजिकै थियो अहिले पहिरो लडी यहाँ मास्तिर पुगिसकेको हेर्न सक्नुहुन्छ सर्वसाधारण यहाँनिर यात्रुहरूको यहाँ बिजोग परेको छ पछाडि देखाउनै मलाई लाल लागिसक्यो हिसाब बोल्न त अनि पो सिकिन्छ त समाचार यो तलतिर पहिरा डिल मनतिरको यो खोल्छोमा ठ्याक्कै लाएर स्मार्टल वनतिर आएपछि यस्तो भयो के हेरेर बसेर सबै फेरि स्मार्टल चाहिँ हाम्रै घर हो होइन अब यहाँ मान्छेले ठेलेर ठेलिन्छ त गयो गयो गएन गयो गएन गयो ल भयो गएन तान्नलाई गाडी तान्नलाई डोरी लिएर आइसकेका छन् मान्छेहरू यो बजाउन गाडी तान्ने अहिले मलाई सोमे अङ्कलले करायो भने के गराउनु भिडियो बनाउन पाइदैन द्याट्स अलराइट के हो मान्छेको भइहाल्छ गाडी निस्किसकेको छ त्यो ठाउँबाट हेर्न सक्नुहुन्छ तपाईँहरू मान्छेहरूको अब यहाँ घुइँचो हुन्छ यसरी चढिरहेको हुन्छन् मान्छेको हाना छाप हेर्नुहोस् यस्तो प्याक छ कि गाडी मेरो आमा यो अब सब भयो अहिले तल खान्छ त के होला तपाईँ बसेको ठाउँमा हामी डाँडा चढेकै आऊ हो र हो त अनि चढेरै भदुरसम्म
मेरो कपडा हो यो डोरीसम्म मिल्छ मिल्दैन है एकदम बलियो डोरी यही डोरी त समाधान पर्छ मात्र अन्त फर्सी बारीमै पुऱ्याइदिनु पर्छ बारीबाट ल्याएको बारीमै छोड्दै यहाँ नफाल न बारीमै फाल्दै क्या अहिले ओ नफाला देख्छन् ऊ मात्र फोटो भिडियो बनाउनु तपाईँ यहाँ बाटो यार अस्ति गाडी फसेको थियो है अहिले बाटो क्लियर भएको छ अहिले लेसो जुती सब बगाएको छ हो पछाडिबाट सजिलो हुन्थ्यो पुरै घोडा चढेर जाँदैछ यार देखिन्छ है देखिन्छ अहिले टायरमै आउँछ ऊ त अलि पत्तिर त्यो गोठमा आलमा फाल्दिनु क्या त्यहाँ ए किरण समाउ है समाउ पर्दैन हो पर्दैन आउँछ आउँछ उसलाई रहर लाग्यो नि मलाई छतमा त माथि मान्छे नदेखेको अनि यत्रो बिजी मान्छे रहेछ यहाँबाट माथि उक्लिन्छ नि गाडी मजा यहाँ यत्रो यत्रो खेत थियो हेर यहाँ खेतको गति यो गाडी त गाह्रो छ बिजोक छ अब केको हट 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 घोडा घोडा बाटो राम्रो के नै हुँदैन जाब यतिको क्वालिटी नसाथ सातो गयो सातो ए त्यो त त्यहीँ बस्ने रहेछ ओ केटा त्यहीँ बस आउँछ हो त्यो ठाउँै छैन अघि न ठाउँमा जाउँ न तपाईँ कहाँ भर्खर आउँदैछ हो गाडीमा मान्छे मान्छे नहाल है गाडीवाला ए म भरे फोन गर्छु मान्छे बोलाएको यार यत्रो मान्छे यार कसले भैँसी किनेर ल्याएको त्यहाँ यार बाटो छ पछाडो टर्निङमा गर्नु जोडिँदैन यो त यार गट्ट तान्ने डोरी हो गट्ट बोक्ने डोरी हो लाँदै मिल्छ घाँस जान्छ नि तन्किन्छ त्यो उता सार्नु हो र के अन्त सामान त पर्छ ओ भ्या अस्ति यो भित्र बस्यो होइन हामी त आफै बस्छ खोइ आज किन यस्तो भयो बाटो ओह्रालो देउराली अडिसियल यस्तो उकालोमा त जान्छ यहाँबाट गयो भने त यो पुग्छ यो बाटो जाँदैन यो बाटो त खुल्ला होला अस्ति हामीले भेटेको थियो नि त्यही हाइवेमा त बनाउँदैन जहाँ नेपाल सरकार अर्को वर्ष यो खोलाले यो पुल उता पारी हुन्छ खोलो यता हुन्छ होला
ल ल रुख भेटेला जस्तो छ घोच्चा है घोच्चा 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 है घोच्चा माथिल्लोपट्टि घोच्चा है काका घोच्ला यो पोक्सेको मोड 2-3 खतरा छ यहाँ टलिङै पुग्दैन यहाँ गाडीको यार मागेको छेउमा त मान्नै पर्छ यार के गर्यो यदि मोड त पुरा आएन ड्राइभरले सबले पुरानै मोड हो रोड बड धेरै भर्काएर भयो कोही स्टिल काट्न गाह्रो भयो होला कि ड्राइभरलाई धेरै गाह्रो हुन्छ नि यार यत्रो छतमा सामान छ भित्र उहाँ कुनादी एउटा मान्छे कोचेर हालेको छ यात्रा गर्दै हाल्ने मूर्ख हामी त्यो रन्डी छोराले भनेको यो बोरा नहाल्नु नपो भएन अब बोरा नहाल्यो भने हामी जान खोल्छौँ आमाको बोरै बोरा झन् त ल हेर त यहाँ छ त यहाँ बाटो पुरा पुरा कट्टे कट्टे छ फेरि बस्ने ठाउँमा घर खतरा बनाइदिएर यो घर खोलाले आज चाहिँ मायापुरी करेन्टको पोल चाहिँ माथि छुइन्छ है त्यो यहाँ माथतिर चाहिँ एकदम ख्याल गरेर जानुपर्छ है बक्सीमा ल है पाइप उचालौँ उचालौँ ख्याल गरेर बस्छ है सानो टाढा चाहिँ टाढा है ओहो टाढा टाढा त यो टाढा टाढा फाट्न पुगेन यो फाटफुट गर्नुपर्ने जोड चाहिँ ज्यादै भयो आज गाडी काट्नु जोड मतलब भएन यसलाई ल यहाँ पनि चढ्न बस्या खान पारिबाट अब यो मान्छे बोक्सेलाई रोक अब बोसेबाट कति छ ओए केटा कहाँ धरबाट आइसियो धरबाट आइसियो घरबाट धरबाट आइसियो भने सिट छैन धरबाट हो भने क्या सबै रक्तमै छ घरबाट अघि काँडा नि यो बागरी रिसोर्ट त्यत्रो रिसोर्ट बनाएर हैन रिसोर्ट अहिले खुलेन हो बसिहाल्यो नि के चेन्जिङले किन छोड्यो क्या यो रिसोर्ट यार यस्तो खोलामा यस्तो घर बनाइदियो यार ल यो खोला तरेर चाहिँ हामी काभ्रे जिल्ला प्रवेश गर्छौँ पैसा होला बनायो त्यस्तो हो पुल पनि फेरि कति सानो पुल के हो यो पुल पनि गाउँ चल्दैछ समय त हुन्छ अनि यो पुल कहाँ हालेको पुल हामी चौरी देउराली गाउँपालिका प्रवेश गरिसकेका छौँ
यो छतको न अहिले भित्र हाल्न आँटे भन्छ अहिले छतमा छैन भन्दै छैन अहिले त्यहाँ अहिले त्यति मान्छे अडे खाने यो मान्छे कहाँ अड्छ त्यहाँ ओ धम्के कान्छा ओ चिकन द यार काठमाडौँ हो तिमी यो उकालो पनि डरै छ यहाँ त पुरै बस्ती भएन त अहिले यत्रो भइसक्यो ल हेर देशी पनि नयाँ देखि सुमो र उसमा आयो अनि सब जान्दैन गाडी यहाँ पनि बाटो बनाइदिएछ डोजरले बनाइदिएछ यहाँ काभ्रेको डोजरले यता बनाइदिइहाल्छ भदौरेमा मात्रै डोजर नआयो नेता अलिक गतिलो परेर के हाम्रो नेता एकदम धेरै गतिलो परेर छोराहरूलाई यस्तो धोतीपूर्ण मन छ हिजो त्यत्रो त्यो ढुङ्गा बोकेर हालेर हामीले उ गरेर त्यहाँ बाटो छिरा हान्छ ओहो दाइ समातौँ न मन त्यही पनि ढुङ्गा भेटिन्छ त कहीँ ए डोजरले बनाएको त होला नि यो त मान्छेले त यो त डोजरले हो त्यो डोजर पारी तार्नु पर्छ पर्दैन त पैसे नदिएर हो क्या थियो भने पारी परिहाल्छ गाडीको तना यही हो बिस्तारै हो बिस्तारै हाँकेर त यत्रो लोड छ अब दौडाएर त भयो बोक्सेको उकालो चढ्दैछ गाडी अहिले निकै उकालो बाटो रहेको छ यो यात्रुहरूको एकदम चाप रहेको छ छतमा र भित्र पनि मुनि तल पनि एकदम यात्रुको चाप रहेको छ दसैँ मानेर काठमाडौँ फर्कन लागेका यात्रुहरूको चाप निकै रहेको छ
ल यहाँ पनि मोड पुग्दैन जस्तो छ। यो धेरै कस्तो खेत हो यस्तो काटेर बिताउँछ बोलाएर काटेछ यहाँ पहिरो त्यत्रो गुलामै लडेर भयो 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 मध्य गरे हो पछि तो उसमा न 13 इयर्ससम्म त्यो भैँसी हाले गाडी हो क्या त्यो काट्नु त्यो भैँसी हाले गाडी हो क्या त्यहाँ भैँसी चल्छ भैँसी जस्तो लाग्छ मलाई त्यहाँ पिसाब आएर एकछिन रोक्नु लाउने हो कि यहाँ कार पऱ्यो रे यहाँ पछाडिको भाइले देऊ छतबाट देऊ अहिले म अहिले एकछिन पछाडि आएर त दिन्छु म यहाँ छुँदैन छुन्छ र यहाँ माथि चाहिँ छुन्छ क्या यहाँ चाहिँ यहाँ लाइन नै छुन्छ क्या यहाँतिर त बत्ती छ नि त हाम्रो गाउँतिरको नभए त पारी जस्तै उ गर्नु पर्यो कालो तार हाल्नु पर्यो क्या यहाँ पनि अब हाम्रो गाउँमा बत्ती नभए त चरालाई करेन्ट लाग्दो रहेछ बत्ती बोल्ने छैन र गुन्सीमा छैन आजतिर चाहिँ आउने ल हेर के केटा गर्छ निस्केपछि त यो गाडी होइन पिच छ बाटो होइन फिलिले जान्छ यो देउरी हुँदै जान्छ यो आफै रुटे जाने हो कि मासु गोठपानी निस्किन्छ कि के थाहा भरि लै लै कति रमाइलो पातै पातले बाटो लाने के हरान बजाउँछ अझै मान्छे बोला है क्या हो यो गाडीले नआऊ भन्न न मान्छे त्यहाँ बसेर रहेछ यस्तो भएर कहाँ चढ्छ नि क्रसर मेसिन आएछ यहाँ ल रोक्सी जाँदैन यो यो सिम्पानीको भाइहरू र
गयो 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 ओहो पानी लगाइदिएको छ नि जस्तो त मान्छे लोडले पनि चढ्यो अचक्क टायर पछि चढिगयो चिप्ली त मात्रै हल्का भयो चिप्ली त अलिक लोडमा त खाली भएको भए चिप्लिन्थ्यो त्यसरी बस्छ क्या हामी सँग काम गर्ने मान्छे हामीलाई थाहा हुनु अरू सबै माओवादीले जित्यो त्यो काङ्ग्रेसले जित्यो होइन अरूले गर्नु नदिएर हो कि चारैतिर माओवादी एक्लै हो काङ्ग्रेसले कहाँ पालिका ऊ एक्लै काङ्ग्रेसको पद हो त्यही भएर गाह्रो छ सबै माओवादी दिँदैन अरे अनि बोल्ने साथी पनि नगर हो क्या उसको सहमति डोजर पठाएर खोलिहाल्यो भने त उसले फेरि राम्रो काम गरेर देखियो भन्ने हुन्छ नि त ओ अम्बा टिपा टिपा केडा के को केडा हो यो केडा खाऊ केडा एउटा कत्रो ठुलो रहेछ ताराउला है ताराउला चार चाहिँ यहाँनिर अलि उतार सबै सिटिङ त झरेरी जाउँ न तारमा फोन कभर छैन अलिक छोयो भने सबैजना गइयो नि गाह्रो छ यो काम म त सुरक्षित छु म त सुरक्षित छु हो बाँझै छ सब रोटे रोड पानी छ त पानी भित्रबाट खोलिदिनु पर्ने त्यति अलिकति काम पनि गर्दैन हात पनि लाटो भइसक्यो टोरी तमाउँदा म त यसरी बस्दा बस्दै लाटो भइसक्यो औँलै नचल्ने भइसक्यो यार ओहो होइन तिमी चाहिँ भिडियो बनाएको बनायो हो दोलाघाटसम्म अलिअलि कति घन्टा भिडियो बनाउनु लाग्नु तपाईँले यो त बन्छ 2-4 घन्टा 2-4 घन्टाकै नन स्टपै हो तर फेरि अनि यसमा त यसो बोलेर यस्तो भनेर हाल्नु पर्यो नि त हाल्नुपर्छ अनि चाहिँ मजा हुन्छ नि त हेर्नेलाई पनि सजिलो हुन्छ त्यही त अब यस्तो लाएर अब हामी त्यतिकै बनाएको छ लाला बोल्ने लाला हाम्रो कुरा चाहिँ सुनिरहेको हो के भन्छ नि भने बोक्सीबाट हामी उकालो लगाइरहेका छौँ गाडीले बिस्तारै बिस्तारै तानिरहेछ वारिपट्टि रामेछाप रहेको छ भने वारिपट्टि हामी काभ्रे आइसकेका छौँ रामेछापबाट गाडीले हर्न बजाइरहेछ
गर्दैन भनेपछि बोइलर रहेछ यार या त खतरा खतरा यार बेला भएछ यार गौतम बन्धु रे गौतमहरूले बनाइदियो रे यो मन्दिर पोथे घर त्यही हो हामी अहिले ढङ्खर्का भन्ज्याङतर्फ गइरहेका छौँ देउरालीबाट यहाँ पिच बाटो भेट्दै आइसकेका छौँ नचढो है नचढो है ठाउँ छैन ठाउँ छैन 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 खाली गाडी आउँदैछ खाली गाडी आउँदैछ ठाउँ छैन तैपनि मान्छेहरू चढ्नलाई मर्यादा गरिरहेका छन् अमला खानु काका अमला ल्याउ ल्याउ नवराज मामा ऊ सबै पढेको अर्को गाडीमा आउनु अर्को आउँदैछ है सुपर आउँदैछ अलि आउँछ त अर्को सुपर आउँदैन त कि माथिबाट जान्छ सुपर त पिचबाटै गाडी अहिले भर्खर गएको थियो त तपाईँहरू कहाँ हुनु त्यही त सुपर सीट छ चढेको नत्र
त ओहे ढाडखर्का भन्ज्याङ पुग्न लागेका छौँ। दिएको जाँदा चौरी देउलाली फार्म हाउस प्राली हार्दिक स्वागत गर्छ। छैन 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 ओ सुता सुता ओए के आयो बसु तँलाई के भनेको गाउँको सुन्दर गाउँ बस्ती पार गर्दै हामी अघि बढिरहेका छौँ। यही समयमा हो रमाइलो गर्दै बढेछौँ। बारीतिर सायद धुसेनी नाग्रे गगर्चे यस्तो यस्तो सलामको काठले नाग्रे ओ यहाँ त तार त तलै रहेछ है। ए सुतौ है सुतौ सुतौ है सुतौ छतमा के हाल्नु भनेको रसिलो भइरहेको ओ सुत त्यो कालोले के गर्दैन
पुग्नु चाहिँ परेन होइन छैन हो छैन भन्नु के बाइकमा पोरो कहाँ भन्छ काहानु जानेको बिल्ला भयो हामी त कहाँ जाने हो यार गफ लाउँदै जाने हो ल ल ल ल ल ल ल सबै लाउने गीत गाउनु पर्यो के ब्याटरको हातले ब्याटर हानु ल सीट खाली छ सीट खाली ए मुसु जान्ला हो अनुहारमा होइन गाडी रोकेर अम्मा आउनु हो अम्माको बोट यत्रो छ बोटे लड्ने र त है झुन्डेकै रहेछ नि छिनेकी आन्टी गुलालो यो स्यालले मान्छे बाटोमा भन्न मोरा अनि रमाइलो हुन्छ नि मान्छेको बाटो भन्दियो अब त सबै ओर्लेर हिँड्दै जाने हो नि सबै गाडीमा सिउर राखिदिनु
औषधि हो क्या यो कलरको हो यो त्यहाँ पुराउनु सक्यो ओहो अगाडि आयो यसो अलिअलि नछेके त अन्त होइन यहाँनिर मेरो मुहै भत्काइसक्यो नि त घोडी नै मुहै भत्काइसक्यो मेरो काँडाले हालत भइसक्यो भित्र ज्यानजीले अनि त्यहाँ तपाईँ जस्तै युवा केटा कुनै थाहा छैन त तँले के खान छेकिस् भनेर अनि त्यहाँ मान्छेलाई बङ गरेर ज्यानजीको पार्टनरलाई होइन के खान गरेर छेकेको भनेर अनि त्यहाँ त्यो ऊ हाम्दाखेरि रन्से हाम्दाखेरि बङ तैँले के खान छेकेको तैँले भनेर बङ गरेर हान नि त केटाहरूले के खान छेकेको खोइ ओर्लिन्छ अरे गाडी पाउन ब्राइटनेस सानो बनाएर मैले यहाँ रेकर्ड गराइरहेको छु हो ए अहिले के भन्थ्यो त्यस्तै हो क्या काम छैन बसेर होला क्या
मालाले त के नि गर्दैन यो माथिकोले चाहिँ भेट्यो भने फोटो खिचिनु भयो तपाईँ तपाईँ बस्नुहोस् न आनन्दले म त आनन्द बसौँ यो दुवाको टाउको जाला अहिले एकछिन सिरामा गएर हजुर खिच्यो पछाडि सबै म त यही छ दामी खेच्छ क्या यता यस्तो राम्रो हुन्छ गाउँपालिका के हो यसलाई के भन्छ नि मुलाबारी बारीबटी मुलाबारी दामी रहेछ यसको पनि छुट्टै छुट्टै होला नि टप 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 मिलेर तलदेखि माथिसम्म गोलाती उता हेर न त्यहाँ हेर त त्यो डाँडा यो हरियालीले गर्दा राम्रो हुन्छ है सबै मान्छे छानेर कुन चाहिँ ठिक हुन्छ अहिले हामी मुलाबारी आइपुगेका छौँ गाउँघरको सुन्दर दृश्य हेर्दै दृश्यलाई पार गर्दै हामी अघि बढिरहेका छौँ
यो हल्लिँदैन नि भाइ त्यो जति होला नि त्यहाँ स्ट्रेट राख्नु यो छेउपट्टि किन छेउपट्टि नपल्ट बढी जस्तो भित्तामै लैजाउँ पुरा ढल्ला कतिखेर पुग्ला कति बज्यो 12 बज्न लाग्यो 15 किलोमिटर छ अझै कैसे भदरबाट काठमाडौँ आयो 600 हो कि सुता है सुता चिच्चौ है चिच्चौ फर्किने होला कहाँको चिउ छ यसको
माथिबाट जान्छ होला हैन सोरै सुकेछ यार के बनाउँछ यो पानी छ बनाउन लाएर छ यो लोकमार्ग बबाल गर्छु नि है कसैले आइदिनु जानै मिल्दैन अरु कोही भनेको अब के भन्छ एउटा छ खाली परिस खालीको ताई अलि मिल्यो तपाईहरु कहिले आउनु 10 दिन जति भयो लस भएन ओए सुता है यो तार त भयो नि यो धेरै धेरै कलर छ नजिकै रहेछ ओए खपे दिउरे ओए सुता सुता लो अब कला चाहिँ डाँडा आइपुग्यो यो खोला डाँडा आयो खोला चाहिँ डाँडा आयो खोला पछाडि गाडी आउँदैछ पछाडि गाडी अर्को भ्यू आउँछ भने त जाने होला नि मलाई मन पर्ने बाइक पछाडि जानु पछाडि जानु ल हेर ल म त झन् दिलमै बसेछु पछाडि एउटा आइरहेछ अरू त्यहाँ रहेछ
आफ्नो जतनले चलाएर आफ्नै अनि गाडीको भाडा बेसी हेर्नुपर्छ त्यो केटाको आफ्नै हो खस्यो तिम्रो स्प्रे अस्ति नै हामी ठुलो हेर्छ को को गएको यस्तो रमाइलो होला गाडी त्यो मास्तिर जाने पिज हो कि त्यही हो होइन त्यो अर्को जान्दिनु अर्को आएछ पछाडि अनि फेरि अर्को छ त पछाडि के चलाएको त्यसले गाडी यहीँ रोक्ने होला कस्तो माजा रोकेको मान्छे त्यत्तिकै राजा के गरे क्या किन बाटो छिर्यो क्या खोइ मरेको बाणले ठ्याक्कै मागा गौरी देउराली I love गौरी देउराली आफ्नो गाडी होइन नि मोरा एक दिन काम गर्छु पानी रहेछ नि यहाँ चाहिँ गाडीले पार्छ है यहाँ पठाउँछ क्या समय काटेर हाल्छ त्यसले पल्लो थियो च्याले गुराँसे बजिने गाडी रहेछ रिस्टेक गुराँसे गरेर आउँछ त गुन्साल समय
छैन अब त अब दोल घाट्ने आइपुग्यो यहाँले टपे त बस गर्ने एक मोड पनि गर्नु पर्छ सब प्रोफेसन भित्र तपली है देखने आउँछ हालबाट गर्न हालबाट भयो ए मजा फिल भइरहेको हालबाट गयो एकदम खतरा भयो यस्तो माथि डर लाग्छ दुईटा बाटो छ त्यो गाडी आयो ड्रैगन फ्रूट है ना ड्रैगन फ्रूट आ गया हो दोलाल घाट में कति छ र बस्नलाई कोही त छैन बाइ रोडको बाटो अघि चाहिँ भन्नुपर्ने पिकअपको बाटोमा गाडी ल जेन्जीको बाटोमा भन्दै हान्नु पर्यो नि जेन्जीको बाटोमा कालो उडाउँदै कुनै गाडी जेन्जीको बाटोमा केपीलाई धुलो उडाउँदै ठाडो सिट पारेर उठाइसक्यो उठिसक्यो अब रेड सिग्नल आयो होसपुरा अहिलेको कुनै मन्दिरलाई पुरै सही बोल्नु भएको छ ल्याकत राख्न नसक्ने मान्छेलाई तत्काल खारिज गर्नु पर्ने माग जेन्जी भएको छ हातमा सेना पुलिस सधैँ छ त्यो मलाई किन कार्यकर्ता कति छ र मार्दिने यो दुईटा रवि अब मेनै रवि हो अब के गर्नु उसको जति आँटकुसलाई जतिको रिस मलाई उडिया होला अब फागुन 21 मा चट्टासँगले हैन अब चट्टो कालो क्याफे बोल्ने मात्र हैन अब सक्नु खोजिरहेको थोरै बिमार लगाएर त्यहाँबाट भाग्ने मान्छे सब खोजिरहेको अब उताबाट कान्छाराम तामाङ कुट्ने होला अब उता रामसापबाट हाल्नु समानुपातिमा हाल्नु न घन्टीमा अब खै यसमा चुनाव हुन्छ चुनावै नभए अब यो तिहार पछाडि फेरि जेन्जीको ठुलो आन्दोलन हुन्छ सिट खाली र पार्टी नै रहन्छ नि पार्टी नभए त पार्टी अनि अब यहाँ कार्यकारी छैन कार्यकारी नै भइदिए भए प्रत्यक्ष हुनु पर्यो क्या अनि व्यक्तिको भूमिका हुन्थ्यो अब आउने भनेको प्रचण्ड र रवि नै हो दुईजनालाई नजितायो देशको भलो हुन्छ भनेको अब अहिलेको मन्त्रीले सफाइ दिनु पर्यो नि रवि लामिछानेको खारेज हुनु पर्यो सफाइ पाउनु पर्यो अब फेरि जान्छ नखुमा गरेर फेरि निकालेर थुतेर ल्याइहाल्छ जनताले 84 भन्न आएछ अब यो यसमा उठ्नै पाउँदैन फागुन 21 मा अडी केही न केही हुन्छ सर केही न केही हुन्छ फेरि नभए पनि घन्टी उसले एउटा मतदान चिन्हमा चाहिँ घन्टीमा भोटालाई जिताउनु भनिसकेको त डाक्टर सोनिङ बगेको छ डाक्टर तोसीमा कार्की छ डाक्टर सोभिता गौतम छ मान्छे डानी डा छ पिएचडी स्कलर यस्तो आउनु परेन मान्छेहरू छैन घन्टीमा हेर्नु त यो बाख्रा चोरलाई जिताएर भयो त होइन यस भाइ दामी बोल्यो रवि लामिछाने मिठो बोल्यो
सबैले यसरी आउनुपर्छ बालेन साग भनेको त अर्कै सागै भएको बालेन साग बालेन साग भएको छैन के हो यो जिन्जे सिको दरार आउनुपर्छ भन्ने मान्छे आगो लाउने भन्ने मान्छे त्यही भएर उसले आगो लगाइदिन्छ त्यो पनि राम्रो हो त्यसलाई पनि यो सबै यो 3 दल अहिले 6 महिनामा कला उला यो 3 दल मिलेर फर्काइसक्यो त्यसलाई सुशीला कार्की यो सरकारले चुनाव गराउने मात्र हो क्या बिचरा यसलाई पनि धेरै दोष नदियो अर्काबार साम्बाङ ल्याउनु पनि हैन चुनाव साम्बाङ ठिक छ अब यो ढुङ्गा माटोसँग खेलवाड गरेर चलाउने गाह्रो छ श्रम मन्त्रीलाई ठिक छ हो जिन्दगीको माग अनुसार काम गर्नु पर्यो परेन कारबाही गर भने अर्को गाडी आयो क्या तलतिरबाट यस के लागि गरे 76 जना जनताले युवाले शहादत प्राप्त बलिदान दिएको यो सेक्रिफाइसेस छ तपाईँहरू कसरी यसरी आउनु पर्यो क्या भित्रबाट मासल कम त आगो हुन्छ ए भाइ यसलाई के गर्छु भनेर हामीलाई राङ्गिले गरेर अझै 86 लाएर उठिसक्यो हाम्रो छोराछोरीको लागि गाह्रो हुन्छ है जिन्जीहरू यस कमन जिन्जी जेन्जी भन्ने बित्तिकै 13 बाट 27 वर्षसम्म भन्ने होइन छ हामी जेन्जी हो होइन अङ्कल तपाईँ जेन्जी हो तपाईँ नि जेन्जी अङ्कल तपाईँको नातिलाई तपाईँ जेन्जी हो त्यसरी आउनु पर्यो गाह्रो छ देशलाई गाह्रो छ है अहिले देशलाई एकदम नेपाललाई एकदम नेपाल आमालाई गाह्रो छ अब अहिले गृहमन्त्री जेन्जीहरूलाई नै जेल हाल्न खोजिरहेको अरे त्यो एउटा दाल आइरहेको छ नि प्रवेश दाल यस्तो यस्तो आउनु पर्यो है फेरि प्रवेश दाल त दाल दोस्रो मदन भण्डारी भनिरहेको छ फेरि कानुनको विद्यार्थी प्रवेश दाललाई जेन्जीको कमान्ड सम्हाल गरेर प्रवेश दाल मुला दिन्छ बोलिरहेको छ होइन युवा केटाहरू अगाडि बढ्नु पर्यो यत्रो आन्दोलन वाक्कला अर्को छैन जेन्जीहरूले किन सरकार चलाउन सकेन जेन्जीहरूमा जेन्जीको युवा पुस्ता भयो सर होइन अब जेन्जी आन्दोलन गरिसकेपछि त सत्ता त कब्जा गर्नु पर्दैन न सत्ता कब्जा यस्तो भयो नि त सेनाले लिन सक्नु पर्थ्यो नि त सर फेरि लास्टमा आएको छैन नि त त्यसरी सुदन गुरुङ भनेको अब त हामी नेपाली आयौँ भएर आएको डाक्टर सन्दु पुरोहितको उस प्यानलबाट रहेछ ऊ होइन हर्क हो तर हर्क अलिकति प्रधानमन्त्री हुन अलिकति लायक सुशीला कार्की भनेर उसले मेयरको दायरी खान पाएन यता मन्त्री पनि मेयर तीन पार्टीलाई खान्छु भनेर आन्दोलन गरिसकेको त गरिरहेको छ होइन अहिले छैन नि बालेन कार्यकारिणी हुन्छु भनेर ऊ त्यो 6 महिनामा नआएको हो क्या ऊ तर यो टाइममा आउनुपर्ने हो जिन्जीलाई बालनले दियो बालनले सुशीला कार्कीलाई दियो क्या बालेन पनि बाटो हो नि त मान्छे अनि कहाँ यार काठमाडौँको मेयर हो यार काठमाडौँको मेयर हो खेलाडी पनि हो ऱ्याफर पनि हो नि त ऱ्यापर ट्यापर सबै हो ऱ्यापर भयो यस ऱ्याप कम ऱ्यापर अब यो जेन्जी पुस्तालाई उचाल्ने को हो बालन सरको त्यस्तो पुरी अरु बालेन रवि हो क्या हर्को पनि हो यिनीहरू पनि हो त ऊ पनि हाम्रो राम्रो मान्छेहरू छ यहाँ सुशीला कार्कीलाई दिनै नहुने मान्छेलाई दियो कि कसले सुशीला कार्कीलाई ल्याउनै नहुने फटा मान्छे किचनमा गयो घरमा आमा नभएको घर कस्तो हुन्छ अब त्यतिको दक्ष मान्छे छैन नि त फेरि हामीले त्यसरी हेर्नुपर्ने हुन्छ है तपाईँको अब पहिले पनि प्रतिनिधि सभा विघटन गरिसके पछाडि खिलास रेग्मीलाई बाहिरको मान्छेलाई ल्याएर दिएको हो क्या पार्टीको भित्रको मान्छे अरू कसैले ल्याएर जेन्जीले मान्दै नमाने हो नि त जेन्जीले बालनलाई दियो बालनले सुशीला कार्की पनि खतरा मान्छे हो नि त फेरि उसको बुढोले फेरि प्लेन हाइज्याक गरे मान्छे है फेरि यताबाट जानुपर्छ फेरि हामीले हो त्यही कांग्रेसको मान्छे हो नि त काङ्ग्रेसको मान्छे हो सुशीला कार्की उसको बुढो चाहिँ अब छाप अलिकति लचकता भनेको अब होइन काङ्ग्रेसमा निकट हो मान्छे तर अब यो लेखक यिनलाई हाल्नु पर्यो 6 महिनामा के गर्छ भन्ने कुरो हो होइन हाल्दैन कम्युनिस्ट नेताले पनि हाल्न तागत ल्यागत राख्दैन अहिले गृहमन्त्रीले होइन तपाईँको
तानिदिन्छ सर फेरि फ्लोरमा ल्याइदिइहाल्छ नि फेरि भुइँमा ल्याएर पछाडि भोलि यो जेएनजीहरूले जति तोडफोड बनाएको छ नि भोलि अब जुनसुकै सरकार आए पनि एमाले र काङ्ग्रेसको हातमा पुगेको सरकार सबलाई कारबाही हुन्छ सबलाई कारबाही गर्छ काङ्ग्रेसमा तोल्याएको छ है फेरि साला यिनीहरूले एकदम प्रतिशोध सान्नलाई चाहिँ यिनीहरू बाटो छ है जस्तै हामीले नै जेएनजीहरूले नै काङ्ग्रेस एमालेलाई जिताएर पढायौँ भने 100% जेएनजीहरू यो हामीले भुल गर्नु भएन यो भुल चाहिँ जेएनजीले गर्यो भने 75 र हामी आफै जेएनजी हो नि त यार हामी आफैले अब 21 मा कसलाई भोट हाल्ने भन्नेतिर हामी बुझ्नु पर्यो है एमाले र माओवादीलाई एकदम कठिन मोडमा छ है बच्चाको टाउकोमा गोली हान्छ केपी चोरले बच्चाको टाउकोमा गोली हान्छ यो बाहेक अरू पार्टीलाई भोट दिनु पर्यो के यो बाहेक अरूलाई बच्चाको टाउकोमा गोली हान्छ यो बाहेक अरूलाई भोट दिनु पर्यो माशाल्लाह भोलि गएर यही काङ्ग्रेस एमालेको झन्डा हाम्रो एउटा गाउँको बहिनी निकिता गौतम जेबेरमा पढ्ने जेएनजीहरू सबै हैन सुने सदमा मलाई गोली खाएर मर्नु परेको अवस्था छ चाबेलमा कि कता गौशालामा अहिले कारबाही नहोला पछि त कारबाही हुन्छ नै हुन्छ भने अहिले त म सोच्ने भन्ने त भौँटे मुई बोलिरहेको छ त्यो भौँटे किन बोलिरहेको त्यो भौँटे 100% भनिरहेको छ सेनाले चलाउन सक्नु पर्थ्यो कि सेनाले लिनु पर्थ्यो निरुङ मार्ने होइन एउटा पोलाइज गर्न सक्नु पर्थ्यो त्यो कन्ट्रोल हातमा लिन सक्नु पर्थ्यो अनि सबै टुङ्गी पार्टीहरूका नेताहरूलाई सबैलाई चाहिँ भ्रष्टाचारको विरुद्धको मुद्दा लाएर होइन तिनीहरूलाई जेलमा हाल्न सक्नु पर्थ्यो यसरी आउनु पर्थ्यो भएन सब ठिक हुँदैन र तिनटै पार्टीको जति छ पैसा सर्लगा खाइदिनु भोट लगाएर सर्लगा लाएर दाद दिनु माटोको थुप्रामा लगाएर दाँदेनी हो घन्टीमा लगाएर दाँदेनी हो है सब पकायो यसमा होइन होइन सर अर्कोमा हो ओइ आउनु पाइन्छ पल्लो छ पल्लो यो बाटो हो पल्लो खोल्छु आउँदैछ अर्को अब हामीले यहाँ जति बोलेको छौँ जति सुनेको छौँ अब हामीले फेरि त्यही पुरानो भुल दोहोऱ्याउनु भएन क्याबजी अब हामीले फेरि दोहोऱ्याउनु भएन नि होइन है भएन है एकचोटिलाई 64 मा पनि हामीले दिएको हो नि नेकपा माओवादीलाई दिएको होइन नेकपालाई पनि दिएको नेपाली काङ्ग्रेसलाई पनि दिएको मनुलाई पनि दिएको सबैलाई दिएको अब एकचोटि घन्टीको पालो हो क्या त्यसपछि बरु नदिउँला नि त उसले भनेछ हामीले गरेन भने अरूचोटि नदिनु भने रवि नि किन यार रवि हो मेन मान्छे 56,000 नेपाली इतिहासमा 56,000 भोट ल्याएर जित्ने मान्छे रवि लामिछाने हो यार दुईचोटि ल्याएर जित्ने मान्छे हो त अनि यार यसरी आउनुहोस् त 52,000 थियो केपीको 54,000 थियो उसले आउने 56,000 रवि लामिछाने हो कि न भाइ के दामी रवि लामिछाने भन त कस्तो दामी बोल्छ अब यस्तो गरेर हुन्छ बुङ्गुर खानले बुङ्गुर खायो होइन खसीको टाउको खानले खसीको टाउको खायो हुन्छ राह खानले राह हुन्छ जाडोको खानले जाडो हामी हाल्दिन्छ तर भोट चाहिँ घन्टीमा होइन सही ठाउँ जानु पर्यो हो कस्तो कुरा गरे तर भोट चाहिँ 3 सेकेन्डमा स्वस्तिक चिन्ह सही ठाउँ खसालिहाल्नुपर्छ हामीले गाह्रो हुन्छ फेरि गाह्रो हुन्छ है तपाईँहरू अहिले बाटो जुन बाटोबाट आउनुभयो नि त्यो बाटोबाट आउँदै गर्दा तपाईँहरूलाई कति गाह्रो भयो तपाईँहरूलाई थाहा छैन गाडी पर्छ तपाईँहरूको त्यो बाटो राम्रो गर्न सक्यो नि सक्यो सकेन त्यही भएर अबको सक्षम व्यक्तित्वलाई हामीले दिनुपर्ने अवस्था आएको छ भन्दै रवि लामिछानेको लागि जोरदार तालीले स्वागत गर्दै यस भिडियो उहाँलाई दोस्सला उडाएर बहुमतले पार्टी गर्दै उहाँलाई सिंहासनमा राखिदिनु होला कसो हो मात्र होइन क्या बोय भित्तामै पुऱ्याइन्छ भन्थ्यो अब भित्तामै पुऱ्याउनु पर्ने अवस्था आएको छ अझ पनि 5 वर्षको लागि फेरि प्रचण्डै है फेरि यता त अभिभावक भनेको प्रचण्ड हो नि फेरि रविको लागि माया गर्ने फेरि प्रचण्डै हो होइन होइन प्रचण्ड पनि अब एकदम घात हो देशको लागि घातक मान्छे प्रचण्ड अब तर ऊ प्रचण्डले अब दुन्दकालमा के गर्यो त्यो घाती मान्छे ल्याएको गणतन्त्र हो यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई हामीले संस्थागत गर्दै देश विकासको लागि धर्मनिरपेक्षलाई आत्मसात गर्दै हामीले अगाडि बढ्नुपर्ने अवस्था आएको छ र सँगसँगै उहाँले दिएको योगदानलाई आत्मसात गर्दै
परिमार्जित ढङ्गबाट संश्लेषण गर्दै अगाडि बढ्नुपर्ने जुन कुरामा रवि लामिछानेको पार्टी घन्टीलाई 2/3ले जिताइदिएर अत्यधिक बहुमतले पारित गर्नुपर्ने अवस्था हामी युवामा आएको छ। जय जयन्जी जय जयन्जी प्रचण्ड उसले जतिसम्म ल्याउनु थियो ल्याइदिइसक्यो क्या। अब नयाँ पुस्ताले लाने हो नि त देश होइन। 7 सालबाट अब काङ्ग्रेसले नै आफ्नो ठाउँमा योगदान दिएछ होइन, एमाले नै दिएछ होइन। पछिल्लोचोटि पो अब भ्रष्टाचारका विभिन्न केसहरू आयो सरकार र होइन गर्नुपर्ने अवस्था आएको छ। देशलाई अग्रगमनको निमित्त संस्थागत गर्दै सुदृढीकरण गर्दै यिनीहरूलाई सखा पार्दै भित्तामा पुर्याउँदै सुनकोसीमा ल्याएर बगाउँदै सुनकोसीमा ल्याएर भगाउँदै त्यो पानी घुमेर जाने बाबु त पानी घुमेरलाई के भन्छ घुमाउने दहमा ल्याएर उनीहरूलाई घाँटी खिचेर मारेर त्यसलाई अनि मात्र चित्त बुझ्छ होला है। कति रिस उठ्यो होला त हामीलाई माछ यतिको रिस सबैलाई आउनु पऱ्यो है। घरमा पनि बाबामाले हामीलाई वृद्ध भत्ता दिए भन्नु हुँदैन। मदन भण्डारीको सिद्धान्त यो जबरजस्ती सिद्धान्तलाई बेचेर खाने पार्टीलाई पनि अब दिएर काम छैन भन्दै फेरि पनि म 2/3ले घन्टीलाई जिताइदिनु हुन प्रस्ताव गर्दछु। माया गरिदिनु हुन उहाँलाई जोरदार तालीले माया गरिदिनु होला, अत्यधिक जोरदार ताली। यति राम्रो ठाउँ छ होइन, यस्तो ठाउँ छ दलालघाट पर्नेकै स्थल ठाउँ होइन सर। यो ठाउँलाई हामीले संसागत गर्दै उसले पछाडि फर्केको छ। पछाडि फर्केको उहाँलाई मुरी धन्यवाद दिन चाहन्छु म। अब यो भन्न त नेकपा माओवादीले संसदीय व्यवस्था खारेज गर होइन, सँगै लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्ने र अमेरिकी साम्राज्यवाद मुर्दाबाद भारतीय विस्तारवाद मुर्दाबाद यो भनेको नारालाई हामीले कहाँ छोड्यौँ त भन्ने कुरालाई अब घन्टीले बोक्नेवाला छ। उसले पनि प्रचण्डले आफ्नो ठाउँ योगदान गरिसकेको छ है। उसले ठाउँमा ल्याइदिइसकेको छ क्या, प्लेटफर्म बनाइदिइसक्यो। अब अर्को नयाँ युवा नेतृत्वले अगाडि बढाउनु पऱ्यो नि त। बुझे तिमीहरू जाने हो मलाई नि म एकचोटि आउने हो एकचोटि आउने हो। क्याब पनि एकचोटि आएको छ तर क्याबलाई पनि धेरै गाह्रो भएको छ आज महसुस गरेको छु। रुख हलिसकेर अहिले रुख हलिसक्यो। रुखलाई बगानको हाले काम छैन। अब बगान बोकेर नुहाउन हारेको अनुरोध गर्दछु। हाम्रो सनातन धर्ममाथि यसरी क्रिस्चियनहरूले खेलवाड गरिरहेको छ। यहाँ छुट्टै एउटा क्रिस्चियन सङ्ग्रहालय बन्दैछ यहाँनिर। अब धर्मनिरपेक्ष त देश हो तर आफ्नो सनातन धर्मको लागि हामीले एकजुट हुनुपर्ने अवस्था छ। हामी किराँती हौँ, हामी यलम्बरका नाति हौँ, छोरा हौँ भन्दै हर्के पनि ठिक छ तर अलिकति ढुङ्गा बाटोसँग उसले बढी खेलवाड गरेको छ होइन। ठिक छ अलिकति अब उसलाई अब संसद र मेयरसम्मको लागि ऊ योग्य मान्छे हो। बिस्तारै खारिँदैछ ऊ जे नि उसले हक दाबी गर्न गयो नि त म चलाउँछु भनेर गयो, त्यही हो ठुलो कुरो। लिँदैछ ऊ गयो आँट गरेर गयो, यही हो ठुलो कुरो। चलाउँदैन उसले सल्लाहकारै राख्नु पर्यो नि। अब कस्तो कुरा गरे यो त सल्लाहकार राख्ने सचिव रहने होइन। यसरी स्वकीय सचिव भनेको त यो धेरै कार्यकर्तालाई आफ्नो कार्यकर्तालाई पाली मिल्नेछ हो क्या। रामसर हो त्यो राख्ने भएन नि त, चलाउनु सक्नु पऱ्यो नि त। 8 कक्षा पास गरेमा कुत्ताले देश चलाउनु खोजिरहेको छ अनि सल्लाहकार राखिहाल्छ। रामसर खनाल अहिलेको अर्थ सचिव हो। पास हुन्छ हेर्नु कति मिठो मिठो मान्छे छ।
गृहमन्त्री चाहिँ अलिक उता आइरह होइन रामेश्वर त्यो अर्को रामेश्वर खनाल त खतरा मान्छे हो नि ठिकै जस्तो लाग्यो होइन खतरा मान्छे हो नि सर यो गृहमन्त्री जस्तो पागल गृहमन्त्री त कोही पनि छैन ओम प्रकाश जवाबै दिन सक्दैन पहिला रविले यसलाई कुत्तामा भने मान्छे हो नि यो रविसँग र मायाकरी त्यो न्युज चलाउँदाखेरि त मायाकरी त तपाईँको त यो के हो तपाईँ कुन्ना पाल्नुहुन्छ पुरा रवि लाम्छाने यसलाई त भिस्काएको रहेछ नि भिस्का छ त्यही भएर यसले चाहेको भए रविलाई निकाल्न सक्थ्यो नि निकाल्दैन 100% निकाल्दैन किनकि यिनीहरू सबै छायामा पर्छन् क्या रवि आउने बित्तिकै अब रविहरू भनिसकेको छ रवि लाम्छानेलाई पर्छ भन्ने उसको छायामा पर्ने सम्भावनाको कारणले गर्दा यार गोइङ अन ड्राई कम अन गाइस तपाईको यो शब्दलाई म मरिमरि धन्यवाद दिन चाहन्छु कस्तोलाई कानुनी सल्लाहकार बनाएछ बालेनले तर कानुनी सल्लाहकार जस्तो म ठिक थियो अलिकति गृहमन्त्री नै अलिकति उठिरहेछ उठ्ने मान्छे रहेछ त्यो उठ्ने खोजेर यो डराउँछ क्या अलिकति डराउने मान्छेले राजनीतिमा कामै छैन त्यो यसको मुटु फुटाउनु पर्छ यस 11 बजे यसको मुटु फुटाएर यसको कलेज भाग्दा 3 करोड 3.5 करोड नेपाली जनतालाई छैन खोइ आउनै छैन त्यो गरे हुन्छ कि नयाँ पालनको गुड्याएर खुवाइदिए हुन्छ यी सबैलाई हो बुद्धि आउँछ क्या हो उसको गेडाले यसको गेडाको धेरै महत्त्व छ अहिले कहाँ गेडा आउँछ उसको छोराहरू जन्मिनु आइ छैन अहिले उसलाई अपशब्द बोलेको कारण हामी धेरै क्षमा प्रार्थी छौँ केपीको गेडा आइन्छ त्यसलाई त्यो पहिले तारको के हो जन्जाल रहेछ यार खाना कहाँ आउँछ यसले यी रोक्ने होला यहाँ झार भन्छ यसले मान्छे झार्ने होला त्यो त जानु हाम्रो कुरा हो होइन ड्राइभरले